नयाँ वर्षको उपलक्ष्यमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा चाहिँ एलानचोबे भन्ने ठाउँमा घुम्न जाँदैछु र सम्पूर्ण परिवार जान। यहाँ मेरो श्रीमती सालो र हाम्रो पालो टिप्सो हामीहरू बिलबाट गाल्दाकाउबाट अमरवियता गुर्निकाडा हुँदै हामी एलानचोबेसम्म पुगेको थियौँ। बाटो एकदम रमणीय छ, एकदम हरियाली, डाँडा काँडा, एकदम रमाइलो खालको ठाउँ छ। तपाईँले हेर्दै जानु होला, एकदम मजा लाग्छ, रमाइलो छ ठाउँ। यो चाहिँ स्पेनको एकमात्र ठाउँ हो जहाँ चाहिँ सानो ठाउँ भएको कारणले बसलाई चाहिँ यसरी एउटा सानो मुनि चाहिँ एउटा घुम्ने ठाउँ जस्तो बनाएर बसलाई चाहिँ यसरी घुमाएर सानो ठाउँमा पनि बस सञ्चालनमा ल्याएको छ। हामी चाहिँ लगभग यही ठाउँ विशेष गरी बस घुमेको हेर्न होइन। होइन अलिक तल एकचोटि डाइरेक्ट जाउँ अनि हुँदैन। यहाँको चाहिँ दुईवटा कुरा छ, अलिकति दुई तिनवटा कुरा मात्रै भनिदियो भने चाहिँ एउटा पुरानो गाउँ हो, अर्को भनेको यहाँ त्यही बस अघि मैले जुन देखाएँ तपाईँलाई त्यो बस घुम्ने ठाउँ हो एउटा, अनि एउटा भनेको यहाँको चाहिँ समुद्रको छेउ किनाराको कुराहरू खासै यति धेरै छैन, त्यतिलाई हेर्नु मात्रै भयो नि त। यहाँ चाहिँ एउटा कस्तो मजाको रहेछ, धाराले पानी आउँछ कि आउँदैन थाहा छैन होइन। ए आउँदो रहेछ यहाँ पनि पानी, ल यहाँ पानी रहेछ। यहाँ के अरे जहाजको यो एङ्कर हेभी हुन्छ यो पनि। फेरि तल झर्दैछु, अझै तल छ जानुपर्ने ठाउँ। बाटो चाहिँ यस्तो छ, ओह्रालो बाटो छ यस्तो, ओह्रालो बाटो छ। खै जाउँ हाम्रो घरको हेड यहाँ कति नै ठाउँ छ, त्यो कति नै ठाउँ छैन, सानो प्रब्लम रह्यो छ क्या छु म त्यहाँ के ल्याइछु यता तल एलानचोबे अहिले यो ठाउँ जस्तो छ नि गर्मी महिनामा चाहिँ यहाँ मान्छे हुन्छ अरे क्या, त्यति धेरै मान्छे हुन्छ। 2 बजी होला नि त बन्द गर्नु, त्यो बन्द रहेछ।
सिँढी छ त्यो सिँढीबाट चाहिँ यो न यता केही छ यता केही छ स्थान चाहिँ तर यहाँबाट चाहिँ सट्टसँगै मजाले सबैतिर देखिन्छ क्या यसरी मजाले सबैतिर सट्ट मजाले आउँदो रहेछ हाम्रो सर यहाँ हुनुहुन्छ कता यता कता बस्नुपर्छ अनि एलान सोबे चाहिँ अब दुईजनालाई कस्तो लाग्यो के लाग्यो प्रतिक्रिया पाऊँ मलाई एकदम राम्रो लाग्यो नेचुरल ब्युटी छ सबैजनालाई शुभकामना नयाँ वर्षको अनि हाम्रो भाइलाई कस्तो लाग्यो सर्वप्रथम सबैजनालाई नयाँ वर्षको शुभकामना एलान सोफे एकदम राम्रो छ हामी नयाँ वर्षमा एलान सोफे घुम्न आएको छौँ पुरै परिवार यहाँ आउनुहोस् यता तलतिर लुतो फ्याँक्ने ठाउँ पनि हो र ए हो र भाइ यहाँ चाहिँ एकदम तातो तातो पानी आउँदो रहेछ जान्छ अरे सब ग्यास्ट्रिकको पानी पनि छ नि त अघि ग्यास्ट्रिकको पानी पनि छ मान्छे हराउँछ कि ग्यास्ट्रिक हराउँछ त्यो एउटा चाहिँ हराउँछ फिक्स हो त्यो चाहिँ आउँछ होला पानी पऱ्यो भने त माथि मुसलधारै आउँछ नि यो ओह्रालोबाट कहाँ छ खोइ बाटो कसरी याद हुन्छ याद भइहाल्छ नि सानो सानो नहुँदो छ कत्रो छ होइन र लाउनु त ए हो